नमस्ते दर्शकवृन्द साथीहरू। आजको यस भिडियो अन्तर्गत हामी पार्ट 2 कर टेक्स्ट भन्ने पाठलाई हामी हल गर्नेछौँ। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सर्वप्रथम यस पाठको अभ्यास गर्दाखेरि सर्वप्रथम हामीले यो तालिकाहरू अध्ययन गर्नुपर्ने हुन्छ, जसमा यो 2079-80 का लागि प्राकृतिक व्यक्तिका लागि लागू हुने करको बारेमा यो सबै तपाईहरुले अध्ययन गर्नुपर्ने हुनेछ। त्यसको लागि हामी जानेछौँ अभ्यासमा। अभ्यासको 2.1 मा रहेको छ, नेपालमा मासिक रु 60,490 कमाउने र वार्षिक रु 35,500 को जीवन बीमामा लागेका एक जना अधिकृत तहमा कार्यरत विवाहित कर्मचारीले प्राप्त गरेका चाडपर्व खर्च सहितको 13 महिना बराबर 1 वर्षको आम्दानी हिसाब गर्दा वार्षिक कति रुपैयाँ आयकर तिर्नुपर्छ बताउनुहोस्। अगाडि पेजमा उल्लेखित आयकर सीमा अनुसार हिसाब गर्नुहोस् भन्दाखेरि यो हिसाब गर्नुको लागि सर्वप्रथम हामीले यो 2079-80 का लागि प्राकृतिक व्यक्तिका लागि लागू हुने कर यो एकल, त्यो अघि के भनेछ यहाँ विवाहित, यो प्रश्नमा भनेको छ विवाहित कर्मचारीले प्राप्त गरेका चाडपर्व। त्यसको लागि दम्पतिको लागि 6 लाखसम्मको आयकर 1%, 6 लाख भन्दा बढी तर 8 लाखसम्मको आयकर आयमा 10% लाग्नेछ। त्यसको लागि पहिला हामी जानु प्रश्नमा। एक नम्बरको प्रश्नको लागि अभ्यास 2.1 को 1 नम्बरमा भनेको छ सोल्युसन। क्वेशनमा भनिएको छ नेपालमा मासिक रु 60,490 कमाउने भनेपछि मासिक तलब भत्ता आरएस 60,490। अब यहाँ कति हुन्छ वार्षिक जीवन बीमा इक्वल टु आरएस 3,500। अब समय कति निकाल्नु पर्छ, समय इक्वल टु 13 months। 13 months भयो। अब यहाँ हामीले पहिले निकाल्नुपर्छ वार्षिक आय निकाल्नुपर्छ। 13 मन्थको निकाल्नुपर्छ। त्यस कारणले 13 months इन्टु रुपिज 60,490। यति दुईटालाई गर्दा कति हुन्छ भन्दा 60,490 इन्टु 13 गर्दाखेरि लगभग 7,86,370। अब यसको अगाडि हामीले लिनुपर्ने हुन्छ, प्रश्नमा के भनिएको छ भन्दा नेपालमा मासिक रु 60,490 कमाउने र वार्षिक रु 35,500 को जीवन बीमामा गरेका एक जना अधिकृत तहमा कार्यरत विवाहित कर्मचारीले प्राप्त गर्ने चाडपर्व भनेको छ। यसमा हामीले के गर्नुपर्छ भन्दा जीवन बीमा आरएस 35,500 भनेको छ। अब आय रकम इक्वल टु आरएस वार्षिक अघि निकाल्छ। वार्षिक आय कति हो छ
RS 7,86,370 रुपिज माइनस RS 35,500। अब यति दुईटालाई घटाउँदा कति हुन्छ भन्दाखेरि त RS 7 लाख यति दुईटालाई माइनस गर्दा 7,50,870 रुपिज। अब यतिलाई हामीले क्वेसनमा के भनेछ, अगाडि पेजमा उल्लेखित आयकर सीमा अनुसार हिसाब गर्नुहोस्। अब त्यो तपाईहरु हेर्नु होला, आयकर सीमा अनुसार टोटल RS 7,50,870 equal to RS 6 lakh 6 lakh plus rupees 1,50,870 रुपिज। यसको कति प्रतिशत भन्दा यसको 1% अनि यसको रहेको छ, यसको 10% रहेको छ। अब आयकर निकाल्दा भनिएको छ, अब RS रुपिज 6 lakh into 1 divided by 100 plus 1,50,870 रुपिज divided by 100 into 10। यो प्रतिशत हटाउने कारणले गर्दा अब के भन्छ, RS यो 2 र यो 2 दुईटा जिरो 1 2 3 प्लस रुपिज यो 1 यो 0 काट्यो 15087। अब RS 8 को 78 0 को 0 5 6 5 5 2 10 11 1 2 आन्सर। यति आन्सर भएको छ। अब दोस्रो क्वेसनमा के भनिएको छ भन्दा, कुनै एउटा संस्थामा काम गर्ने एकजना कर्मचारीले उस आउने आम्दानी मध्ये रु 6 लाख सम्म 1% र 6 लाख भन्दा माथि रु 8 लाख सम्म 10% र 8 लाख भन्दा माथि रु 11,000 सम्म 20% र 11 लाख भन्दा माथि रु 20 लाख सम्म 30% का दरले आयकर तिर्नुपर्छ भने मासिक रकम 72,082 रुपियाँ कमाउने एउटा कर्मचारीले चाडपर्व खर्च सहितको 13 महिना बराबरको एक वर्षको आम्दानी हिसाब गर्दा कर बापतको कति रकम सरकारले बुझाउनु पर्छ हिसाब गर्नुहोस् भनेको छ। यसको जम्मा रकम मासिक यहाँ सोल्युसन मासिक आम्दानी सिक तलब RS कति दिएको छ भन्दा वार्षिक तलब चाहिँ 72,082 भएको छ। अब वार्षिक आय इक्वल टु RS 72,082 into 13 months। क्वेसनमा त्यस्तै भनिएकोले मैले त्यस्तै गरिरहेको छु। इक्वल टु RS 72,082 into 13 9,37,066। अब यसलाई आयकर रकम RS 9,37,066 जम्मा इक्वल टु, यसलाई अब आयकर तालिका सीमा अनुसार गर्दाखेरि
1 2 3 4 5 यो भो 1% प्लस 1 2 1 2 3 यो भो 10% प्लस जम्मा कति 6 7 8 भो 9000 9 लाख पुर्याउनु पर्छ त 6 7 8 3 लाख 6 यति भो यसलाई चाहिँ 20% देखाउनु पर्छ अब अर्को पेजमा जान्छ हैन is equal to RS 5 into 8 divided by 100 plus 1 2 3 4 5 into 10 divided by 100 plus 137066 into 20 divided by 100 अब RS यहाँको दुईटा जिरो यहाँको दुईटा जिरो 6000 बाँकी रह्यो प्लस यहाँको एउटा यहाँको एउटा यहाँको एउटा यो 20000 प्लस अब यसलाई यसको एउटा जिरो काट्यो अब यसको जिरो काटेपछि 13766 into 2 गर्दाखेरि 2 लाख यति भो 2,74,000 अनि 10 भयो अब यसो गर्दाखेरि रुपीज 6000 20,000 प्लस अघिको यसको र यसलाई भाग गर्दा कति हुन्छ भन्दाखेरि 274132 डिभाइडेड बाइ 10 गर्दा कति हुन्छ जहिले पनि 10 ले भाग गर्दा 3.2 हुन्छ अब RS 3 plus 4 plus 272 हो अब यो 0.2 ले 0.2 3 को 3 1 को 1 4 को 4 6 6 2 12 13 3 and 1 4 चाहिँ कति भन्दा 2 लाख प्लस 6000 प्लस 27,041 3.2 फाइनली हाम्रो आन्सर निस्किसकेको छ यति हो यो नै यति आन्सर हो अब अरु यो 3 नम्बर यो अरुहरु नेक्स्ट भिडियोमा हामी देखाउँछौं तपाईलाई